हेलो साथीहरू, हामी यसरी किन आशा गर्न भनेर अचम्म मान्नु पर्दैन। पुरा भिडियो हेरेपछि थाहा पाउनुहुन्छ। हामी देउरानी जेठानी भएर दिदीलाई भेट्न गयौँ। मान्छे देउरानी चाहिँ म कहाँ आएर बसिथिन्, दिदी जाउँ न दिदी भेट्न भनेर, बिरामी दिदी भेट्न भनेर आइथिन्। अनि अब गएर दिदीलाई भेटघाट गर्नै पर्यो। बिरामी मान्छे ढोक्दैछिन्। अनि ढोकभेट कार्यक्रम सुरु भयो। अब हाम्रो त्यसपछि पालो आउँछ मेरो। अब हामी यति ढोकभेट कार्यक्रम सकिसकेपछि हाम्रो दिदी र बहिनीले चाहिँ शरबत पानी बनाउँदै हुनुहुन्छ हाम्रो लागि। अनि चाहिँ मेरो चाहिँ 4 दिनको छुट्टी, त्यसैले म क्यामेराम्यान बसेछु ढोकाबाट बाहिर बसेर। अब यति पानी खाइसकेपछि चाहिँ अब पानी खाँदै गफ गर्छौँ कति दिनको भेटघाट। अब हाम्रो दिदी पनि भर्खर हस्पिटलबाट आएको मान्छे, फ्रेस हुनुभएको छैन। अब 3 जना बसेपछि हामी फ्रेस भइरहेछौँ, गफ गरिरहेछौँ, मिठा मिठा गफ, दाइले हँसाइरहनु भयो। अनि त्यसपछि अब हामी यति खाना नास्ता खाना अनि यो हाम्रो नयाँ भिडियो। अब भर्खर नयाँ आउँदैछौँ, हामीलाई माया गरिदिनु होला। त्यही भन्दै हामी त्यही कुरा गर्दै हाँसिरहेका थियौँ। अब कान्छी चाहिँ देउरानीले अब नास्ता बनाउँदैछिन् चाउचाउ। अनि दिदीहरूले खाना खानुभएको थिएन। अनि देउरानीले र मैले चाहिँ खाना खाएर आइसकेको थियौँ। त्यसैले हामीले खाना खान भन्यौँ। अनि म यहाँ गेम खेलिरहेको थिएँ कि अब छुट्टी भइसकेपछि त गेम खेल्नै पऱ्यो होइन त साथीहरू। अब खाना नास्ता त दिदी र देउरानीले मिलेर बनाइहाल्नुहुन्छ। त्यसपछि हाम्रो अब दिदीहरू खाना खानुभयो। अनि हामीले चाउचाउ नास्ता खायौँ। मासुको अचार पनि बनाएर राख्नुभएको रहेछ, खाइयो, मिठो थियो साथीहरू। यस्तै गरेर हामीलाई माया, अझै धेरै माया सपोर्ट गरिदिनु होला। हस् त, बाई, फेरि भेट्नेछौँ अर्को भिडियोमा। ओके, गुड नाइट। देउरानी जेठा